जनताको आवाज सुन्ने अब शक्ति पनि विकेन्द्रीकरण भयो, सबै कुराहरू भयो। त्यही कारणले गर्दा लोकतन्त्र एकदमै महत्त्वपूर्ण छ भन्ने कुरा गरे है सुरुमा चाहिँ। अब त्यसै गरी हो भने जनसङ्ख्याका आधारमा सबैभन्दा सानो प्रदेश भनेको कर्णाली प्रदेश नै हो, अनि जसको क्षेत्रफल चाहिँ 30,213 वर्ग किलोमिटर रहेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत अथवा वीरेन्द्रनगर पनि भनिन्छ। यस प्रदेशमा जम्मा 10वटा जिल्ला पर्छन्, जुन चाहिँ 10वटा जिल्लामा चाहिँ हुम्ला, जुम्ला, मुगु, डोल्पा, जाजर। यस प्रदेशमा चाहिँ मुख्य धर्महरू के मनाइन्छ भन्दाखेरि चाहिँ धेरै जसो चाहिँ हिन्दू धर्म र केही चाहिँ बौद्ध धर्म पनि मनाइन्छ। अनि कर्णाली प्रदेशमा चाहिँ खस भाषा, नेपाली भाषाको उद्गम स्थल अथवा खस भाषाको उद्गम स्थल नेपाल कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिजा क्षेत्रमा पर्छ, जुन पनि कर्णाली प्रदेशमै पर्छ है। भनेपछि अब नेपालको सबैभन्दा ठुलो धारा ताल त्यही नै पर्यो, देउतीको चाहिँ। अनि सबैभन्दा यो ठुलो झरना भनेर चाहिँ पचास झरना पनि त्यसैमा पर्ने भएर चाहिँ पर्यटकीय विकासको हिसाबले पनि एकदमै ठुलो सम्भावना बोकेको प्रदेश रहेको छ। नेपालको ठुलो प्रदेश कर्णाली प्रदेशको बारेमा आफ्नो जानकारीहरू दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू।